नमस्कार, म कृष्ण, सुदूर पश्चिम कञ्चनपुरबाट। केही समय अघि मैले सिंहदरबारले सुनोस् जनताको आवाज भनेको थिएँ। आज फेरि त्यही आवाज लिएर आएको छु। 4 महिना बित्दै गर्दा सरकारका केही कामले आशा जगाएका छन्, केही निर्णयले प्रश्न पनि उठाएका छन्। तर एउटा कुरा चाहिँ स्पष्ट छ, काम राम्रो छ भने साथ दिउन्, गल्ती छ भने प्रश्न गरौँ। तर देश बनाउने मान्छेको खुट्टा तान्ने राजनीति नगरौँ। यो गीत कसैको अन्धो समर्थन होइन, कसैको अन्धो विरोध पनि होइन। यो हो काम हेर्ने नेपाली जनताको आवाज। 4 महिना बित्यो, बाटो अझै लामो छ। जनताको आँखामा नेपाल बनाउने सपना ठुलो छ। 100औं कुरा होइन, कामको परिणाम चाहियो। वर्षौंदेखि थाकेको देशलाई अब नयाँ बिहान चाहियो। पुराना फाइल खोलिँदैछन्, पुराना प्रश्न उठ्दैछन्। जनताले सोधेका कुराहरू अब फेरि सुनिँदैछन्। कसैले भन्छ, कसैले भन्छ जनता भन्छ दुवै कुरा सुन, पहिला देश अघि बढोस्। काम गर्नेलाई काम गर्न देऊ, प्रश्न गर्नेलाई प्रश्न गर्न देऊ। तर कुर्सीका लागि होइन, नेपालका लागि राजनीति गरौँ। काम गर्दै जाऊ, नेपाल नतिजा देखाउँदै जाऊ। खुट्टा तान्ने हजार कहे पनि देशलाई अघि बढाउँदै जाऊ। सिंहदरबारले सुन्नु पर्छ, सडकले पनि बुझ्नु पर्छ। व्यक्ति होइन काम हेरौँ, पार्टी होइन परिणाम हेरौँ। नेपाल हाम्रो हो, भविष्य हाम्रो हो। आजको निर्णयले भोलिको इतिहास लेख्छ। तीसौं वर्षका नारा सुने, वर्षौंका वाचा सुने। सरकार फेरियो धेरै पटक, तर जनता प्रश्न उठ्दै रहे। कहिले सत्ता, कहिले विपक्ष, कहिले आरोप, कहिले जवाफ। देश बनाउने कुरा गर्दा किन सुरु हुन्छ फेरि हिसाब? राम्रो भयो भने राम्रो भयो भन्न डर किन? गल्ती भयो भने गल्ती भयो भन्न डर किन? राजनीति भनेको एकअर्काको खुट्टा तान्नु होइन, जनताको जीवन सजिलो बनाउनु हो। नेपाल चाहिँदैन, हामीले बेसोल चाहिन्छ। फेसबुकको स्टाटस होइन, ग्राउन्डमा त बारमा पनि चाहिन्छ। यो वाला पासपोर्ट होइन, पहिला अपर्चुनिटी चाहिन्छ। किसानलाई भाषण होइन, बजारमा सही मूल्य चाहिन्छ। श्रमिकलाई आश्वासन होइन, मेहनतको सम्मान चाहिन्छ। सरकार हो भने काम गर, विपक्ष हो भने प्रोत्साहन गर। गरे देशको विकास रोक्ने गरी राजनीति खेल्न गर। Because Nepal is bigger than any party. हालेन जनताले आशा राखेका छन्, त्यो आशा सजिलो छैन। तिमी नयाँ बाटोमा हिँड्दैछौ, तर बाटोमा काँडा कम छैन। काम गर तर पारदर्शी भएर, निर्णय दर तर जवाफदेही भएर। जनताको कुरिसा सुन्दै, संसिटीको आवाज सुन्दै। छिटो गर, सही गर, कोना गर, तर न्याय पूर्ण गर। इरानकी जनताले तिमीलाई कुर्सी मात्र पिएता होइनन्। यो कातुलो जिन्देवारी दिएका हुन्। देखि महागालीसँग ल्याउँदैछ खोला देख्छौ। आवाले छेरापी विदेश गताउँदा आँसु नछारोस्। आवाले निम्तिले जीवन भर पशुरामा बागाओस्। युवाले स्मृति दोषमा आफ्नो भविष्य बनाउनसकोस्। भुसामको भेटियो धेरै, हरि माली फर्कियो। मन गर्दै जाऊ, नेपालले नतिजा देखाउँदै जाऊ। खुट्टे तान्ने हजार भए
नेपाल रोजो फ्रीमा होइन परिवर्तन रोजो नेपाललाई पहिलो रोजो